हो लसो अनि मेरो भाइ सबैलाई के हो पहिला त्यस्तैले आज म के भन्न चाहन्छु भने भाइहरूलाई एकदम महत्त्व कुरा हो ल। के भन्यो महत्त्वपूर्ण कुरा हो। के भने चाहिँ अहिलेको समयमा चाहिँ संसारमा के भइरहेछ भने खाने कुरा भयो, लगाउने कुरा भयो, अनि हामीले अब जिउतिर लगाउने साबुन भयो, बुझ्यौ, कोलगेट ब्रसहरू जे भयो भने आजको समयमा धेरै बनाएको छ कमानहरूले, बुझ्यो है। त्यो धेरै बनाएको छ, कसै अब ओरिजिनल हुन्छ, कसै डुप्लिकेट, बुझ्यो है। त्यसो डुप्लिकेट आउँदाखेरि चाहिँ अब हामीले चिन्नुपर्ने हुन्छ, बुझ्यो है। खास गरी पनि अब त्यो सामान लिइसकेपछि त्यसमा डेट छ कि छैन, कति महिना छ छैन, एक्सपायरी डेट भन्छ त्यो हेर्नु पनि एकदम महत्त्वपूर्ण कुरा हो, बुझ्यो है। त्यस्तो कुरा सबै ठाउँमा भन्दैन, त्यही कारणले अब तिमी आज म भिडियोको मार्फत भन्न खोजेको, बुझ्यो है। अब पहिला सबभन्दा कुरा हाम्रो साबुनहरू हामी जहिले पनि लगाउनुपर्छ, नुहाउँदाखेरि साबुन लगाउँछ, अर्को बेला मुख धुँदाखेरि लगाउँछ कसैले, हो कि होइन। त्यस्तो बेलातिर अब साबुन किन्दाखेरि चाहिँ अब अहिले उदाहरण अहिले यो एलोभेराको के हो एउटा हाम्रो नेपालीबाट के भन्छ घिउकुमारी भन्छ होइन, यसको साबुन छैन। अब यो साबुन किन्दाखेरि पनि यसमा पहिला डेट एक्सपायरी यहाँ हेर्नु। अब यहाँ अहिले डेट कति दिएको छ, कहिले बनाएको छ भने यो बनाउने चाहिँ 5 महिना 2025मा बनाएको छ, बुझ्यो है। अब यो साबुनको एक्सपायरी डेट कति हो भने चाहिँ 12 महिना 24 महिना हुन्छ। कति महिना हुन्छ? 24 महिना हुन्छ। यस्तो हेर्नुपर्छ किन्दाखेरि पसलमा, बुझ्यो है। यो लगाउने कुरा हो। अब यो भयो, अनि साबुनहरू भयो होइन, यो ब्रस कोलगेटहरू यिनीहरू पनि के गर्नुपर्छ हेर्नुपर्छ यसमा, बुझ्यो है। अब यहाँ पनि छ नि त, यो कहिले बनाएको छ भने यहाँ 8 महिना 2025मा बनाएको रहेछ, बुझ्यो है। अब यसको पनि 12 महिना हो, अनि कोही 24 महिना हुन्छ, बुझ्यो है। हेऱ्यो त्यो महिना गन्नुपर्छ। त्यो महिना कटिसकेर के गर्नु हुँदैन, आफूले युज गर्नु, त्यो चलाउनु भएन, त्यो के गर्नुपर्छ, त्यो फाल्ने हो। यतिकै फ्याल्नु हुँदैन, त्यो निचारेर के हुन्छ, त्यो पानीमा फ्याल्नु हो कि मुनि 2 मिनट गाडेर राख्ने हो, अनि राम्रोसित त्यो फोहोर्दै त्यहाँ डस्टबिनमा हाल्ने, बुझ्यो है। यसो गर्नुपर्छ। यो चाहिँ के हो, हामीले खानेकुरा लगाउनु। मेन कुरा चाहिँ अब हाम्रो यस्तो तेलहरू भयो, खानेकुरा बुझ्यो, तेलहरू यस्तो पो हेर्नुपर्छ है। अब तिमी आएर वाइ खाने भयो, म्यागी खान्छ भयो कि होइन, कसैमा डेट हुँदैन, कसैमा के हुँदैन, यस्तो केही लेखेको हुँदैन। त्यो लेख्दाखेरि त्यो के गर्छ, मेटिदिन्छ। कसले मेट्छ, त्यो बिजनेस गर्ने मान्छेको धेरै बक्समा धेरै बसेको हुन्छ, त्यो बक्सभित्र बसेपछि के गर्न खोज्छ उनीहरूले, बिक्री गर्नु पऱ्यो, अनि उनीहरूले के गर्छ, त्यो मेटिदिन्छ। त्यो मेट एकदम के भन्दा आफूले होसियार गर्नुपर्छ। त्यसैले यस्तो मेटेको छ भने त्यो पनि किन्ने होइन, बुझ्यौ कि छैन। अनि तेलहरू किनिसक्यो भने तेलमा पनि डेट कतिको रहेछ, कति पैसा पर्दैछ, एमआरपी भनेर धेरै पनि दिनु हुँदैन, बुझ्यो है। एमआरपी धेरै पनि दिनु हुँदैन, कति त्यो हिसाबमा दिनु। फेरि कोही ठाउँमा गाउँघरतिर भने फेरि 100 रुपियाँको पनि 110 115 लिन्छ, त्यो गाउँघरको कुरा अर्को हो। सारातिर भने त्यो एमआरपीमा रेट कति छ त्यतिमै लिनुपर्छ, बुझ्यो बुझेन। अनि खानेकुरोमा पनि ध्यान दिनुपर्छ। सुन्यो, भन्न खोजेको के हो मेन कुरा, खानेकुरा हेर्दाखेरि यस्तो डेट हेर्नुपर्छ, कति महिना बाँकी छ, कहिले बनाएको रहेछ, डेट गएन, एक्सपायरी गएको छ, त्यो खानु हुँदैन। त्यो खायो भने पछि बिमार हुने, स्किन बिग्रिने, भित्रबाट फोक्सोहरू बिग्रिने हुन्छ, बुझ्यो। त्यही कारण के गर्नु हुँदैन, खाँदाखेरि पहिला के गर्नुपर्छ, डेट हेर्नुपर्छ, खाना मिल्ने हो कि होइन। हाम्रो गाउँघरमा त गाह्रो छ है। गाउँघरमा के छ गाह्रो, एकदम पुरानो सामान हुन्छ, बिग्री नभएको महिना वर्ष राखेको हुन्छ, फेरि त्यो चिप्सहरू देख्छ होइन, कोकहरू देख्छ, त्यो फेरि डेट नआएर उनीहरूले पनि मेटिदिन्छ यस्तो गर्दा कहिले कहिले। त्यो पनि पिनु हो कि होइन राम्रो हेर्ने, मेटेको छ भने नखाने, बुझ्यौ। डेट गरेर राख्यो भने कानुनले पनि उनीहरूले के गर्छ, समात्छ, बुझ्यौ। त्यस्तोहरू देखेको छ भने भन्नुपर्छ, सुन्नु त्यति मेरो नखाने ल। ल।